आज हामी बर्दुबईको क्यारिफोरमा आएका छौँ। हजुरहरूलाई मैले देखाइदिन्छु है त यहाँ बर्दुबईको क्यारिफोरमा के छ कसो छ हेर्नुहोस् है त। यो हो बर्दुबईको क्यारिफोरको गेटबाट भित्र छिरेपछि यहाँ यस्तो आउँछ। यस्तो आएपछि यहाँ अगाडि गएपछि यस्तै अगाडि गएपछि क्यारिफोर छ। क्यारिफोरमा गएपछि त अरू अहिले देखाइदिनु, तर म क्यारिफोरमा जाने होइन, अब बाहिर जाने। अब यतैबाट यसो यहाँ चिसो खाना आएको कि एसी चल्छ नि त, बाहिर त बहुत गर्मी छ, त्यही भएर यसो एसी खाएर बसौँ भनेर यसो यहाँ भित्र आएको 15-20 मिनट बस्नलाई। उता त जान्न, उताको एकचोटि भिडियो बनाउँछ हेर्नुलाई त। यहाँ मादे अङ्कलले चस्मा किन्दै हुनुहुन्छ। नितिनलाई नि कार देखाइदिउँ भन्दा कि म त के किन्ने होइन क्या चस्मा? चस्मा किन्ने भनेको किन्नु न। चस्मा हो यहाँ। मादे अंकलले चस्मा किन्नुभयो। आपको ऐसे टाइप में पसंद है? छैन 20 ग्राम त 15 ग्राम। मादे अङ्कलले एउटा चस्मा किन्नुभयो। मादे अङ्कलले चस्मा किन्नुभएको छ। मादे अङ्कलको चस्मा यो हो। मलाई सुहाउँछ किन हेर्नुहोस् है त, यस्तो देखिन्छ मादे अङ्कलले किनेको चस्मा। यस्तो छ, कस्तो देखिएछ कमेन्ट गर्नुहोस् है त। एउटा चस्मा किन्नु त्यही हो। यहाँ दिदीहरू पनि हुनुहुन्छ। यहाँ मादे बाहिर जान लागेको हो। अब बाहिर जाने दिल्लीको जरुरत दिनु तेल खाइयो अब। स्क्र्याच ल क्यारिफरबाट अब हामी बाहिर जान लागेको। यहाँ दिदी हुनुहुन्छ है, चस्मा हिरो देखिनु भयो। 300 ग्रामको चस्मा। अरू हामी क्यारिफोरबाट बाहिर जान लागेको है। ल हामी क्यारिफोरबाट बाहिर निस्केको। क्यारिफोरबाट बाहिर निस्केपछि अब यहाँ नेपालीहरू कति हुन्छ हेर्नुहोस् है त हजुर। क्यारिफोरबाट बाहिर निस्किएर हामी यतापट्टि अब यता पारिपट्टि जाँदैछौँ। मादे अङ्कल र म पछाडिपट्टि हेर्दाखेरि यस्तो छ। अब यहाँबाट सिधै जाने हो। यो अलगुबेबा मेट्रो स्टेसन यतापट्टि साइडमा छ। आउने त्यहाँबाट उनको सानो त्यहाँबाट मास्तिर निस्किने। अब यता ट्र्याक लानु सबै हाम्रो ग्याङ यही छ। उहाँ दिदीले फोटो खिच्नुभयो। उता भाइ पनि अब यस्तो केही बोल्थ्यो कि अब यता लदार घुम लागेछ। यस्तै हो।